हेलो नमस्कार यो अर्को भिडियोमा यहाँलाई स्वागत छ। यो चाहिँ अहिले हामीले अर्ध सेमी तान चाहिँ लोड गर्दैछौँ। यो चाहिँ अहिले हाम्रो मोरङ जिल्लाको चाहिँ तपाईँको डाँगीहाट भन्ने ठाउँमा चाहिँ यो बेलबारी नगरपालिका अन्तर्गतै पर्दछ। त्यस ठाउँमा लानका लागि चाहिँ हामी अहिले सफारीमा लोड गर्दैछौँ। यो तान चाहिँ तपाईँ हामीले सजिलैसँग चाहिँ यसरी सफारीमा लोटेर चाहिँ लान सकिन्छ। यो सफारीमा दुईटासम्म तान चाहिँ तपाईँले लोटेर लान सक्नुहुन्छ है। र यो सजिलो हुन्छ। त्यसो गर्दाखेरि तपाईँलाई ठुलो गाडीको आवश्यकता परेन, भाडा पनि बच्ने भयो। ठुलो गाडीमा भाडा पनि महँगो हुने भयो र यो सानो सफारीमा तपाईँले यसरी लाएर लानुभयो भने चाहिँ तपाईँको भाडा पनि बचत हुने, थोरै भाडामा लान सक्नुहुन्छ। र नजिकैको ठाउँहरूमा चाहिँ यसरी सजिलै लान सक्नुहुन्छ भने टाढामा चाहिँ अब ठुलै गाडीको आवश्यकता पर्छ। र यसरी हामीले चाहिँ ल्याएर यहाँ अहिले हामीले सेट गरिदिइसकेका छौँ। उहाँले चाहिँ चिटिक्क चाहिँ आफ्नो ठुलो घरभन्दा पनि यो सानो एउटा चाहिँ टहरा जस्तो बनाउनु भएछ र त्यसमा चाहिँ टपक्कसँगले यो तान अट्ने गरेको ठाउँ बनाउनु भएछ र हामीले यसरी आएर सेट गरिदिइसकेका छौँ। र सेट गरिदिइसकेका छौँ। अब यसमा हामीले धागोको बिमहरू लाएर धागो सेट गर्न बाँकी छ यो तानमा। र यो तान सँगसँगै चाहिँ अब उहाँले चाहिँ यो चर्खा पनि लिनुभयो, किनभने अब खाडी उनीहरू तपाईँको जुन लाछी बन्डिलमा आउने धागोहरूको लागि चाहिँ तपाईँलाई चाहिँ चर्खाको आवश्यकता पर्छ। टुकी भन्ने एउटा चाहिँ हुन्छ, टुकीमा चाहिँ तपाईँले धागो बेर्नुपर्ने हुन्छ यसरी। र टुकीमा धागो बेरेर चाहिँ तपाईँले सजिलैसँग यसरी चाहिँ त्यो थोलीमा टुकी हालेर चाहिँ मजालेसँगले यसरी बुन्न सक्नुहुन्छ। अब यहाँ चाहिँ उहाँ बहिनीले चाहिँ यो बुन्दै हुनुहुन्छ। उहाँ अब भर्खरै सिकारू बिस्तारै स्पिड उहाँको बढ्छ। उहाँले चाहिँ अहिले खाडी नै बुन्दै हुनुहुन्छ।